हेलो एभ्रिवान, वेलकम टु साइकोलोजी विथ दिपेश। यो भिडियोमा हामी युनिट 10 को ट्रिटमेन्ट अप्रोच अफ साइकोलोजी भनेर एब्नर्मल साइकोलोजीमा स्टडी गर्नेछौँ। इफ यु आर अ साइकोलोजी एन्ड सोसल वर्क स्टुडेन्ट यु क्यान हेल्प मी बाई सब्सक्राइबिङ द च्यानल। मैले यो च्यानलमा चाहिँ एब्नर्मल साइकोलोजी भनेर एउटा प्लेलिस्ट बनाएको छु जसमा 2081 को बोर्ड इक्जामको क्वेसन पनि सल्भ गरेको छु। यु क्यान गो एन्ड चेक इट आउट। यो टपिकमा ट्रिटमेन्टभित्र बायोलोजिकल र साइकोलोजिकल दुईटा पार्ट हामी पढ्छौँ। साइकोलोजिकलभित्र के छ भने एउटा छ साइकोडाइनामिक, अर्को छ बिहेभियरल, अर्को कग्निटिभ बिहेभियरल, अर्को ह्युम्यानिस्टिक र जेस्टाल्ट थेरापी। अब तपाईँहरूले याद गर्नुभयो भने चाहिँ यो 5वटा पोइन्ट जुन छ नि, यो 5वटा पोइन्टको 4वटा पोइन्ट त हामीले फर्स्ट इयरमा जुन पढेको थियौँ जेनरल साइकोलोजी, त्यसमा पर्सपेक्टिभबाटै पढेको थियौँ। यो 4वटा यो पर्सपेक्टिभबाट पढेको कुरा चाहिँ के थियो भनेदेखि त्यो भनेको थ्योरी पार्ट थियो। अब त्यही पर्सपेक्टिभहरूले नै एक्सप्लेन गरेर त्यसकै थ्रुबाट हामीले थेरापी युज गरेर प्र्याक्टिकल पर्पसलाई युज गर्यो भने त्यसलाई चाहिँ हामीले त्यही माथिकै पर्सपेक्टिभहरूलाई युज गर्छौँ। अब यो साइकोलोजिकल भित्रको यो चाहिँ हामी अर्को भिडियोमा एक्सप्लेन गर्छौँ। आज यो भिडियोमा चाहिँ हामी बायोलोजिकल पार्टलाई बढी एक्सप्लेन गर्छौँ है त। बायोलोजिकल पार्टभित्र के छ भने एउटा छ ड्रग थेरापी, जसलाई हामी साइको फार्माकोलोजी भन्छौँ। साइको भनेको साइकोलोजी र फार्माकोलोजी भनेको औषधिसँग सम्बन्धित। भनेपछि ड्रग थेरापीभित्र कुन कुन डिसअर्डर्समा के औषधि खानुपर्छ भनेर हामी यसमा पढ्छौँ। त्यस्तै ब्रेन इन्टरभेन्सन थेरापी भनिन्छ। ब्रेन इन्टरभेन्सन थेरापी भनेको हामीले सुनिराकै टर्म, जस्तै इसिटी भनेर सुन्नुभएको होला, जसलाई इलेक्ट्रोकन्भल्सिभ थेरापी भनेर भनिन्छ। यो ब्रेन इन्टरभेन्सन थेरापीभित्र पर्छ। त्यस्तै टिएमएस भनेर सुन्नुभएको छ भने टिएमएस पनि पर्छ। यसलाई भनिन्छ ट्रान्सक्रेनियल म्याग्नेटिक स्टिमुलेसन। यो दुईटाको बारेमा म नेक्स्ट भिडियोमा एक्सप्लेन गर्नेछु। अर्को फाइनल हाम्रो साइको सर्जरी छ। साइको सर्जरी चाहिँ अहिले एकदम कम पर्फर्म गरिन्छ। स्पेसल्ली सबैभन्दा फेमस भनेको प्रिफ्रन्टल लोबोटोमी भनिन्छ। प्रिफ्रन्टल लोबोटोमी यो चाहिँ पास्टमा एकदम धेरै प्र्याक्टिस गरिन्थ्यो, अहिले भेरी रेयर केसेसमा मात्रै। अब हामी ड्रग थेरापीभित्र इन्टर गरौँ। आज हामी ड्रग थेरापी भनेको औषधिसँग सम्बन्धित कुरा पढ्नेछौँ ट्रिटमेन्ट अप्रोचमा। नेक्स्ट भिडियोमा हामी ब्रेन इन्टरभेन्सन थेरापी र साइको सर्जरीको एउटा भिडियो बनाउनेछौँ। ड्रग थेरापी इज द मोस्ट कमनली युज बायोलोजिकल ट्रिटमेन्ट इन मोडर्न साइकोलोजी। अब हरेक ट्रिटमेन्ट अप्रोचको एउटा एजम्सन हुन्छ, किन त्यो एब्नर्मालिटी भइरहेछ, किन त्यो बिहेभियर भइरहेछ भनेर उनीहरूले पहिला एउटा एजम्सन क्रिएट गर्छ, एजम्सन, र त्यो एजम्सनको बेसिसमा ट्रिटमेन्ट अप्रोच बन्छ। जस्तै ड्रग थेरापीको एजम्सन के हुन्छ भनेदेखि प्रपर ब्यालेन्स, ब्रेन केमिकल्सको प्रपर ब्यालेन्स भयो भने त्यो नर्मल भयो, र त्यो इम्ब्यालेन्स भयो भने चाहिँ मेन्टल डिसअर्डर, साइकोलोजिकल डिसअर्डर, मेन्टल डिसअर्डर हुन्छ भनेर यसले एजम्सन गर्यो। अब ब्रेनमा केमिकल्सको इम्ब्यालेन्स भयो, डिसअर्डर भयो, अब ड्रग्स दिएपछि चाहिँ यो केमिकल ब्यालेन्स हामी गराउँछौँ र त्यो तरिकाले ट्रिट गर्छौँ भनेर चाहिँ ड्रग थेरापीले भन्छ। अब यहाँ हेरौँ, दिस ड्रग्स एक्ट्स अन द सेन्ट्रल नर्भस सिस्टम बाई इन्फ्लुएन्सिङ द प्रोडक्सन, रिलिज एन्ड रिअपटेक अफ न्युरो ट्रान्समिटर्स। यिनीहरूले चाहिँ यसरी काम गर्छ। अब यो रिअपटेक अफ न्युरो ट्रान्समिटर्स चाहिँ के हो, मलाई 2 मिनट टाइम दिनुहोस्, म एकदम एक्सप्लेन गर्ने कोसिस गर्छु। यसको मेकानिजम हेरौँ। यो फिगर हेरेर आत्तिन पर्दैन। यो हाम्रो न्युरोन्स भयो, यो न्युरोन्स हामीले फर्स्ट इयरमा पढेको न्युरोन्स जेनरल साइकोलोजीमा। अब यो न्युरोन्सको यति पार्टलाई मैले जुम गरेँ, यति मात्र, एउटा न्युरोन्सको यो र अर्को न्युरोन्सको यो दुईटालाई चाहिँ मैले जुम गरेर कस्तो देखियो, ठ्याक्कै यस्तो देखियो है यो। अब यसमा हेरौँ, यसको एन्डिङ, एउटाको एन्डिङ यो भयो र अर्कोको यो स्टार्टिङ भयो। यो दुईटा बिचकोलाई चाहिँ हामी के भन्छौँ, साइन्याप्टिक क्लेफ्ट भनेर भन्छौँ, साइन्याप्टिक क्लेफ्ट भनेर। अब हेर्नुहोस् है, यो माथिकोबाट के आइरहेछ, यहाँ माथि चाहिँ हाम्रो मलिक्युल्सहरू छ। जस्तै यो गोलोभित्र के छ, यो रातो 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 तपाईँले देख्नु भएको छ भने त्यो सेरोटोनिन हो। हामीले न्युरो ट्रान्समिटरमा डोपामिन, सेरोटोनिन भनेर धेरै पढिरहेको हुन्छ। यो सेरोटोनिन हो, यो सेरोटोनिन हो। अब यो सेरोटोनिनको मोलिक्युल्स के गर्छ, यो बाहिरपट्टि आउँछ, यसरी यहाँबाट बाहिर आउँछ। यो बाहिर यो रातो रातो तपाईँले देख्नु भएको यो सबै सेरोटोनिन हो। यो सेरोटोनिन आयो। अब यो सेरोटोनिनले गर्नुपर्ने चाहिँ के हो भनेदेखि यो अर्कोको यतापट्टि यसरी यो बाइन्ड हुनुपर्ने हुन्छ, गएर टाँसिने हुन्छ। अर्कोको यसरी यहाँ टाँसिने, यो टाँसिएपछि ठ्याक्क यसमा बाइन्ड भयो, यसमा बाइन्ड भयो, यसमा बाइन्ड भयो भनेपछि चाहिँ के हुन्छ,
इन्फर्मेसन पनि पास हुन्छ र मुड पनि राम्रो हुन्छ, मुड स्टेबल भयो, एकदम ह्याप्पी फिलिङ भनेको यो सेरोटोनिन ट्रान्समिट भएपछि। यो कम्प्लिटली यो भित्र छिर्ने चाहिँ होइन, तर यहाँ गएर बाइन्ड गर्ने। यसलाई कसरी सम्झिनुहोस् भनेदेखि यो चाहिँ तालचा, यो चाहिँ यहाँ चाहिँ तालचा छ, यो तालचा भयो, यो तालचा भयो सबै। अब यो रातो भनेको चाहिँ साँचो, यसले यहाँनिर बाइन्ड गरेपछि यो सबै खुल्छ भनेर तपाईँहरूले बुझ्न सक्नुहुन्छ। अब डिसअर्डर चाहिँ कसरी हुन्छ र यो कसरी काम गर्छ चाहिँ हेरौँ है त। अब यो गएर यहाँ टाँसिनु पर्ने, तर यो सेरोटोनिनहरू चाहिँ के गर्यो, नटाँसिएर यहीँ माथि फर्कियो। के भयो, सेरोटोनिनलाई चाहिँ रिअपटेक गर्यो, यसले फेरि रिअपटेक गर्यो, माथिकोले रिअपटेक गर्यो भनेपछि यो रिअपटेकलाई हामीले के गर्नु पर्यो, रोक्नु पर्यो। त्यो रिअपटेकलाई रोकेपछि त्यसलाई के भनिन्छ, रिअपटेक इन्हिबिटर। रिअपटेक इन्हिबिटर कुन मलिक्युलको, सेरोटोनिनको, त्यस कारणले त्यसलाई के भनियो, एसएसआरआई, रिअपटेक इन्हिबिटर के को, सेरोटोनिनको। त्यस कारणले सेलेक्टिभ सेरोटोनिन रिअपटेक इन्हिबिटर भनेर एउटा ड्रगको क्याटेगोरी भयो। समराइज गरेर भनौँ त के हुँदो रहेछ, यहाँनिर माथिको एउटा नर्भ सेल भयो, तलको अर्को नर्भ सेल भयो। यो नर्भ सेलभित्र के छ, हाम्रो सेरोटोनिन छ। यो सेरोटोनिन चाहिँ यो बाहिर आउँदो रहेछ, यसरी बाहिर आउँदो रहेछ र बाहिर आएर अर्को नर्भ सेलमा चाहिँ गएर के हुँदो रहेछ, बाइन्ड हुँदो रहेछ। यो बाइन्ड भएपछि के हुन्छ, मुड चाहिँ ह्याप्पी हुन्छ, मुड स्टेबल हुन्छ, इन्फर्मेसन ट्रान्समिट हुन्छ। तर यदि त्यो नभएर यो सेरोटोनिनहरू चाहिँ माथि नै फर्क्यो भने के भयो, अब यो मुड स्टेबल भएन, इन्फर्मेसन ट्रान्समिट भएन। अब यो हुनलाई रोक्नलाई यो सेरोटोनिनलाई चाहिँ यो साइनेप्टिक क्लेफ्टमा चाहिँ धेरै समय चाहिँ राख्नको लागि माथि जानबाट रोक्नु पर्यो। त्यही रोक्नेलाई चाहिँ एसएसआरआई भनिन्छ, सेलेक्टिभ सेरोटोनिन रिअपटेक इन्हिबिटर। ल यति चाहिँ यो हाम्रो मेकानिजम अफ एक्सन भयो, मैले यो बुझाएँ एउटा ड्रगको। यो एउटा इन्फर्मेसन बुझ्न साथै अरू हामीलाई खासै त्यति धेरै डिटेलमा चाहिँदैन। ल अब मेजर टाइप्स अफ साइकोट्रोपिक ड्रग। अघि हामीले जुन ड्रग बायोलोजीमा के पार्ट थियो अरे, बायोलोजीमा हाम्रो एउटा ड्रग थियो, अर्को ब्रेन इन्टरभेन्सन थेरापी जसमा मैले ट्रान्सक्रेनियल म्याग्नेटिक स्टिमुलेसन र इलेक्ट्रोकन्भल्सिभ थेरापी भने, र थर्डमा साइकोसर्जरी भने। अब यो ड्रग्सभित्र कुन कुन क्याटेगोरीको ड्रग्स छ त, ल हेरौँ है त। एउटा छ एन्टी डिप्रेसेन्ट, अर्को छ एन्टी साइकोटिक, अर्को छ एन्टी एन्जाइटी, अर्को मुड स्टेबिलाइजर र स्टिमुलेन्ट गरेर 5 वटा छ। साइकोट्रोपिक ड्रगले केमा एक्ट गर्छ, सेन्ट्रल नर्भस सिस्टममा एक्ट गर्छ, यो ठिक छ। त्यसपछि अब एन्टी डिप्रेसेन्ट हेरौँ। एन्टी डिप्रेसन, एन्टी भन्न साथ उल्टो, हामीले के पहिला पढ्थ्यौँ नि, क्लकवाइज भनेको एउटा डिरेक्सनमा हिँड्ने भने, एन्टी क्लकवाइज भनेको ठ्याक्कै त्यसको उल्टो। त्यस्तै डिप्रेसेन्ट भनेको डिप्रेस गराउने, एन्टी डिप्रेसन भनेको डिप्रेसनबाट बाहिर निकाल्ने। सो एन्टी डिप्रेसन आर प्राइमरीली युज टु ट्रिट डिप्रेसिभ एन्ड मुड रिलेटेड डिसअर्डर। यसको मेकानिजम अफ एक्सन हेरौँ। अब मेकानिजम अफ एक्सन भनेको कसरी काम गर्छ भनेको, मोस्ट एन्टी डिप्रेसन वर्क बाई ब्लकिङ द रिअपटेक अफ सेरोटोनिन एन्ड समटाइम नर एपिनेफ्रिन। अघि मैले माथि एसएसआरआई पढाएँ नि, रिअपटेक हो, ब्लकिङ द रिअपटेक, माथि जाने सेरोटोनिनहरूलाई रोक्यो भनेको त्यसलाई ब्लकिङ द रिअपटेक, जसलाई एसएसआरआई भनिन्छ, यो बुझिहालियो। त्यस्तै अब कुन कुन डिसअर्डरहरू एन्टी डिप्रेसेन्टले केयर गर्छ, मेजर डिप्रेसिभ डिसअर्डर जसलाई एमडिडी पनि भनिन्छ। त्यस्तै डिस्थाइमिया भनेर हामीले डिप्रेसन एन्ड रिलेटेड डिसअर्डरमा यो डिस्थाइमिया पनि पढेको छौँ। एन्जाइटी डिसअर्डर, सो एसएसआरआईले चाहिँ दुइटैमा काम गर्ने रहेछ, एन्जाइटीमा पनि काम गर्ने रहेछ र डिप्रेसनमा पनि काम गर्ने रहेछ। त्यस्तै अब्सेसिभ कम्पल्सिभ डिसअर्डर इन सम केसेस भनेको छ है। अब इफेक्ट के गर्दो रहेछ, यो हाम्रो एन्टी डिप्रेसेन्टले एउटा इम्प्रुभ मुड, अर्को रिड्युस स्याडनेस एन्ड होपलेसनेस, र अर्को इम्प्रुभ स्लिप एन्ड एपिटाइट। अब हामी सेकेन्ड टाइप अफ ड्रगमा जाउँ, एन्टी साइकोटिक। साइकोटिक भनेको साइकोसिस र एन्टी भनेको प्रिभेन्सन। सो एन्टी साइकोटिक ड्रग्स आर युज टु ट्रिट साइकोटिक डिसअर्डर्स। मेकानिजम अफ एक्सन कसरी हुन्छ भनेदेखि, डोपामिनको कन्सन्ट्रेसन बढी भयो ब्रेनको कुनै पार्टमा भने त्यसलाई साइकोसिस कज गराउँछ। सो अब एन्टी साइकोटिकले के गर्छ, त्यो डोपामिनको कन्सन्ट्रेसन कम गराउनु पर्यो, रिड्युस द एक्टिभिटी अफ डोपामिन। त्यस्तै इन्क्रिज अर रेगुलेट सेरोटोनिन ट्रान्समिसन, यो अर्को यसको मेकानिजम अफ एक्सन भयो। त्यस्तै के डिसअर्डर्सहरू ट्रिट गर्दो रहेछ, एउटा स्किजोफ्रेनिया, अर्को डिल्युजनल डिसअर्डर, अर्को सिभियर बाइपोलर डिसअर्डर। यो डिल्युजनल डिसअर्डर हाम्रो केमा पढेको थियौँ, स्किजोफ्रेनिया एन्ड रिलेटिभ डिसअर्डर्सको यही च्याप्टरमा हामीले पढेको छौँ। इफेक्ट्स, रिड्युस हेलुसिनेसन, कन्ट्रोल डिल्युजन, यो हामीले पोजिटिभ सिम्टम नेगेटिभ सिम्टम भनेर हामीले पढेको छौँ। पोजिटिभ सिम्टमभित्र पर्छ हेलुसिनेसन र डिल्युजन स्किजोफ्रेनियाको, त्यो चाहिँ यसले कम गर्छ। इम्प्रुभ थिङ्किङ एन्ड बिहेभियर अर्को भयो। थर्ड क्याटेगोरीमा हामी एन्टी एन्जाइटी ड्रग भन्छौँ, जसलाई एन्जियोलाइटिक्स भनेर पनि बुझिन्छ।
यसले चाहिँ अब एन्जाइटी रिलेटेड डिसअर्डरलाई क्योर गर्ने भयो। मेकानिजम अफ एक्सन चाहिँ हामीले न्युरो ट्रान्समिटरमा जसरी डोपामिन सेरोटोनिन पढ्छौँ त्यस्तै एउटा गाबा भन्ने पनि हुन्छ, जसको पुरा नाम गामा अमिनो ब्युटाइरिक एसिड हुन्छ। इन्क्रिज द एक्सन अफ गाबा एन्ड इन्हिबिटरी न्युरो ट्रान्समिटर यसले गर्ने काम भनेको। त्यस्तै गाबा रिड्युसेस एक्सेसिभ ब्रेन एक्टिभिटी। डिसअर्डर्स कुन कुन ट्रिट गर्ने रहेछ? एउटा जिएडी जसलाई जेनरलाइज एन्जाइटी डिसअर्डर भनिन्छ, प्यानिक डिसअर्डर, फोबियाज र एक्युट स्ट्रेस डिसअर्डर, यिनीहरूलाई चाहिँ हाम्रो एन्जियोलाइटिक्स दिइँदो रहेछ। इफेक्ट के काम गर्छ यसले? रिड्युस टेन्सन एन्ड फियर, जुन अब माथिको डिसअर्डर हेर्दै थाहा हुन्छ, फोबियामा पनि रिड्युस गर्नुपर्ने हुन्छ, प्यानिक डिसअर्डरमा पनि गर्नुपर्ने हुन्छ। र एउटा कुरा के बुझ्नु पऱ्यो भनेदेखि जस्तै फोबियाज छ, अब यसमा यो ड्रग सँगसँगै हामीसँग थेराप्युटिक टेक्निक पनि छ। त्यो टेक्निक चाहिँ के छ फोबियाको लागि? फोबियाको लागि डिसेन्सिटाइजेसन भनेर बिहेभियरल थेरापी पनि छ है। हामीले त्यो अब हामी दुईवटा कम्पेयर गर्छौँ, ड्रग भर्सेस यो हाम्रो बिहेभियरल थेरापी। इफिकेसी कसको राम्रो छ, कसले चाहिँ बढी निको बनाउँछ, वा दुइटैलाई सँगै दिनुपर्ने हो कि भनेर हामीले पढ्ने गर्छौँ। ल, इफेक्ट्समा अर्को प्रोमोट रिल्याक्सेसन, काम द नर्भस सिस्टम, यो भयो। मुड स्टेबिलाइजर्स नामले नै भनिरहेछ मुड डिसअर्डर्सलाई ट्रिट गर्छ। मुड डिसअर्डर्सभित्र हामीले डिप्रेसन र बाइपोलर डिसअर्डर पढेको छौँ, मेनिया। मुड डिसअर्डर्स आर मेनली युज फर डिसअर्डर्स इन्भल्भिङ एक्सट्रिम मुड फ्लक्चुएसन। मेकानिजम अफ एक्सन, रेगुलेट मुड बाई स्टेबलाइजिङ ब्रेन एक्टिभिटी, प्रिभेन्ट हाई मेनिया एन्ड लोज डिप्रेसन। मैले ठ्याक्कै योभन्दा अगाडिको भिडियोमा बाइपोलर 1 र बाइपोलर 2 भनेर मैले डिफ्रेन्स नै पढाएको छु। बाइपोलर 1मा के हुन्छ, मेनिया माथिको मेनियासम्म पुग्छ भने बाइपोलर 2मा चाहिँ के हुन्छ भनेदेखि यसरी हाइपोमेनियासम्म मात्र पुगिरहेको हुन्छ। अब यसले के गर्दो रहेछ, दुइटैलाई चाहिँ ब्यालेन्समा ल्याउँदो रहेछ मुड स्टेबिलाइजरले। प्रिभेन्ट एक्सट्रिम हाइज, एकदम सिभियर मेनियामा जान दिँदैन रहेछ, अर्को चाहिँ एकदमै तल डिप्रेसनमा पनि जान दिँदैन रहेछ। ट्रिटेड डिसअर्डर्सहरू चाहिँ बाइपोलर डिसअर्डर, मुड इन्स्टेबिलिटी डिसअर्डर। इफेक्ट भनेको रिड्युस मुड स्विङ्स, अर्को प्रिभेन्ट मेनियाक एन्ड डिप्रेसिभ एपिसोड। त्यस्तै फाइनल हाम्रो लास्ट स्टिमुलेन्ट्स भनेर छ। स्टिमुलेन्ट्स भनेको स्टिमुलेन्ट्स इन्क्रिज अलर्टनेस, अटेन्सन एन्ड एनर्जी। मेकानिजम अफ एक्सन, इन्क्रिज डोपामिन एन्ड नर एपिनेफ्रिन एक्टिभिटी इन द ब्रेन। यो दुइटै के हो? यो दुइटै न्युरो ट्रान्समिटर हो। हामीले न्युरो ट्रान्समिटर भनेर पनि एउटा छुट्टै भिडियो बनाउनु पर्ने आवश्यकता देखेँ। माथि गाबा पनि आयो, नोरिफिनेफ्रिन नि आयो, डोपामिन, सेरोटोनिन, यसरी हामीले 6-7वटा न्युरो ट्रान्समिटर्सको चाहिँ डिटेलमा पढ्नुपर्छ। अब स्टिमुलेन्ट कुन डिसअर्डरमा दिइन्छ? एडिएचडी, अटेन्सन डेफिसिट हाइपर एक्टिभिटी डिसअर्डर। अब यसको इफेक्ट भनेको रिड्युस हाइपर एक्टिभिटी, इम्प्रुभ अटेन्सन एन्ड कन्सन्ट्रेसन, हाइली इफेक्टिभ इन सर्ट टर्म। यो चाहिँ कसरी काम गर्छ भनेदेखि स्टिमुलेन्ट एडिएचडीमा चाहिँ इम्पल्सिभिटी, हाइपर एक्टिभिटीहरू देखिरहेको बेलामा डोपामिन सर्टेन पार्ट अफ ब्रेनमा चाहिँ डोपामिन कम पुगिरहेको हुन्छ र स्टिमुलेन्टको काम चाहिँ डोपामिनलाई बढाउने हुन्छ र टार्गेटेड साइडमा त्यो जुन ठाउँमा चाहिँ डोपामिनको कन्सन्ट्रेसन कम थियो त्यो टार्गेटेड साइट अफ ब्रेनमा चाहिँ डोपामिनको कन्सन्ट्रेसन के गराइदिन्छ? बढी बनाइदिन्छ र त्यो बढी बनेपछि के भयो? हाम्रो एडिएचडीलाई चाहिँ ट्रिटमेन्ट भयो। यो सँगसँगै यो हामीले बायोलोजिकल सेगमेन्टमा मात्र कुरा गऱ्यौँ। यो बाँकीको ब्रेन इन्टरभेन्सन थेरापी जसमा हामी इसिटी र बाँकीको ट्रान्सक्रेनियल म्याग्नेटिक स्टिमुलेसनहरू चाहिँ हामी नेक्स्ट भिडियोमा पढ्नेछौँ, डिटेलमा पढ्नेछौँ। मैले थोरै मात्र राखेँ। अनि अब इसिटीको बारेमा सेकेन्ड इयर एब्नर्मल साइकोलोजी पढेकोले योभन्दा धेरै नै जान्नुपर्छ भनेर अनि अलि लामै भिडियो बनाउँछु भनेर मैले राखेको त्यो। र अनि त्यसपछि टिएमएसको बारेमा भिडियो बनाउनेछु। अनि यो बाहेक इफ यु आर interested to take personal tuitions with me, you can text me in my number, मैले in my 9869345723 यो नम्बरमा मलाई टेक्स्ट गर्दा पनि हुन्छ। I have been teaching psychology for last 2 years and I've been teaching altogether for 3 years, so I'll be helping you out in it. त्यो बाहेक चाहिँ अरू टपिक भिडियोजहरू you can comment and you can help me by subscribing the channel. Thank you for watching.